ज्याला मजदुरी गर्न भारत गएका सल्यानका एकै घरका 5 जनाको जीवन लीला सधैँका लागि समाप्त भयो। परिवारै सकियो धनबहादुरको त। 5 जना परिवार, 16 वर्षकी छोरी अनि 11 वर्षकी एउटा छोरी अनि 22 महिनाको बाबु छोरा। भारतमा उनीहरू सुतिरहेकै ठाउँमा आगो लागि भएपछि बचाउ बचाउ भन्दै गुहार मागिरहेका थिए। तर एकैछिनपछि 81 सिलिन्डर ग्यास विस्फोट भएपछि आवाजै आउन छाड्यो। 3 वर्ष अगाडि सबै परिवार लिएर धन कमाउन भारत गएका धनबहादुर विकको 22 महिने छोरासहित पुरै परिवार सकियो। अब यो कसको लासो भन्ने पनि पत्ता नलाग्ने जस्तो यस्तै यो कसैको हात भेटिन्छ अरे, कसैको यस्तो मासुको फिला भेटिन्छ, कसैको टाउका, कसैको हड्डीहरू भेटिराखेको छ भन्न सुन्छौँ। अब बच्चाहरूको त त्यो भेटिने कुरा भएन सर। अब 5 जना अलि ठुलाको भेटेको होला। अलि हामीले जानकारी पाएअनुसार अहिले कुकुरले पनि जहाँ जहाँ सुँगेर गरे त्यो मासु हुन्छ तीबाट निकाल्छ भन्न सुने सर हामीले। भारतको हिमाचल प्रदेश स्थित सोलन जिल्लाको अर्की बजारमा आगो लागिसँगै सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमा गाउँपालिका वडा नम्बर 2 टाकुरा घर भएका धनबहादुर विक र काशीराम विकका परिवारको आइतबार मध्यराती ज्यान गएको दुःखद खबर बाहिरिएको हो। श्रीमान श्रीमती अनि उहाँको 2 छोरी 1 छोरा। 5 जना एउटै घरबाट? हजुर, 5 जना एउटै घरबाट पर्नुभयो सर। कति जना हुनुहुन्थ्यो उहाँहरू सबै? उहाँहरू 5 जनैको परिवार 5 जना घटनामा पर्नुभयो सर। सबै कोही बस्नु भएन? कोही बस्नु भएन। उहाँको त एकदमै दुःख लाग्दो घटना छ सर। अब के गर्ने, हामी सोध्नै पनि गाह्रो हुन्छ। यति सोद्धाखेरि हामी अब हाम्रो इष्टमित्र पनि भएका हाम्रो फुवा सासूको छोरा हुनुहुन्छ। उहाँ 3 वर्ष जति भयो उहाँहरू रोजगारको सिलसिलामा गएको। उहाँको पनि यस्तै आर्थिक अवस्था कमजोरीकै कारणले उहाँले पनि जान परिवार पाल्छु के ढेरी मजदुरी गरेर म पाल्छु भन्न लागि जानुभएको थियो। र अहिले उहाँ पनि उहाँबाट जानकारी पाएअनुसार सर उहाँले हामीलाई फोन पनि गर्नुहुन्थ्यो र उहाँले के भन्नुभएको थियो भनेपछि अहिले वैशाखमा म पनि जसरी पनि घर आउने हो भन्नुभएको थियो। अब म वडा सदस्य भएको हुनाले उहाँले के भन्नुभएको थियो भनेपछि अहिले अब खरको छानो हुनेलाई च्यादर पाउँछ भन्ने थियो सर। भएपछि उहाँको खरको छानो छ र उहाँले के भन्नुभएको थियो, च्यादर जसरी पनि मेरो घरको लागि टिपाइदिनु, लेखाइदिनु, म घर बच्चा पढाउन लागि म घरमा आउनेछु भन्नुभएको थियो। उहाँहरूको सपना अझै पनि यो घरमा छुटेका छन्। अब केही समयपछि घर फर्केर यो घरलाई जस्ताको पाताले छाउने उहाँहरूको सपना थियो। त्यस्तै सङ्कल्प लिएर सबै यो घरका परिवार भारत जानुभएको थियो। तर भारतमै आगो लागिमा परेर ज्यान गएको भन्ने दुःखद खबर पायो। उहाँ रोजगारको सिलसिलामा इन्डियाको सोलन जिल्लाको अर्की बजार भन्ने ठाउँमा करिब 2.5 वर्ष काम गर्दै हुनुहुन्थ्यो। उहाँको 2 छोरी र 1 छोरा एक परिवार लिएर जानुभएको थियो र उहाँ सँगसँगै एउटा छोरा पनि जन्मेको रहेछ। त्यो सँगै त्यही रोजगारीको सिलसिलामा जाँदै उहाँको 5 जना परिवार आग जलेर खरानी भइसकेपछि यो घर चाहिँ अहिले बन्द स्थितिमा छ। जति जानुभएको थियो यो घरका सबै सदस्यहरू 1 जना छोरा 2 छोरी 5 जना सदस्य चाहिँ यो घरको सबै आग जलेर खरानी भइसकेको अवस्थामा यो घर चाहिँ अहिले बन्द अवस्थामा यस्तो अवस्थामा छ। र यो सिद्धकुमाको 2 नम्बर वडाको टाकुरा चाहिँ अहिले शोक अवस्थामा बसिरहेको छ। यतापट्टि उहाँको दाइको छोरा हुनुहुन्छ। 22 महिनाको सन्तान पनि रहनु भएन? केही भन्नुभएको थियो अङ्कलले यहाँबाट जाँदाखेरि तपाईँसँग केही कुराहरू? जाँदाखेरि त्यही कुरा भएको थियो। अब यहाँ बसेर बच्चाहरूलाई पढाउन पनि अलिक मुस्किल भयो। त्यो भएर म चाहिँ केही वर्ष बाहिर गएर कमाएर आउँछु भनेर जानुभएको थियो। त्यसपछि पनि पोहोर साल बिचमा एकचोटि आउनुभएको थियो अन्टे घरमा आएर चाहिँ बाबुको जन्म दर्ता अनि गरेर जानुभएको थियो। अहिले अब यो वैशाखमा आएर घर बनाउने यतै बस्ने अब घर आउने भन्ने कुरा भएको छ।